त्यो मुखिनेको खाँचो पुरा भएको छ भोलिको दिनमा फेरि। तर मुखिनेको खाँचो त पुरा भयो, अचेल मुखिया र भेट्नै जोडिएको छ। बिहे गरेपछि तपाईँलाई समस्या भयो, समय पाउनु भएन। समस्या होइन, समस्या भयो। साँडे नै निक्ल्यो र त्यो खुल्ला छोडेको साँडे भयो। जहाँ पनि पुग्यो, जुनै ठाउँमा पनि पुग्यो, सबैले मन पनि पराए, माया पनि गरे। मासु भनेर न्युटेला र आलु चाहिँ जोड खाए। भनेपछि त्यहाँ चम्चा नि डाडो हुन्छ। भनेपछि किन चाहिँ चम्चा होइन? डाडो हुने त अनि चम्चा कसलाई भनिन्छ? जुन चाहिँ कम्ती उगिन्छ त्यो वस्तुलाई अनुसरण गर्छन् पछाडि, तिनीहरूलाई चम्चा भनिन्छ। यिनीहरू त अङ्गालोमा लिएर हिँड्ने व्यक्ति हुँ नि त मैले। त्यो हान्दाखेरि त्यो एक खेप मात्रै होइन, त धेरै खेपै हान्नु परेन। हामीले पनि सुन्न पाएको थियौँ। मेरो यो हानेको थियो भने यो अम्लो फुलेको थियो त्यो दिन। मैले सोचेँ फ्र्याक्चर भयो होला भनेर, तर सायद भएको थिएन र 2-3 दिनमा आफै पनि ठिक भयो, निलो भएको थियो। यसपालि उहाँको नाचेको पनि माने आउनेछ। किन भन्दाखेरि उहाँ खास गरी आजकल बिहाबारमा गएर धेरै प्र्याक्टिस गर्नु हुँदैछ। जब गान लेख्छन् राति 3 बजीबाट सुरु गर्छन् भनेको सुन्छ, के यो कुरो साँचो हो? के नि भेटिहाल्यो, अब मुखियाले कतै खोजेर गराइदियो भने ठिकै हो, नभए यत्तिकै जिन्दगी जान्छ। आउँदा मैले भन्नु खोजेको शब्दहरू अचानक अड्किन्छ मुखमा आएर, जसरी खोलाको धारिलो धारालाई छेक्छ कुनै बाणले। नमस्कार दर्शकबिन, आज हामी बिच हुनुहुन्छ गोर्खाली चलचित्र साँडेका 2 कलाकार। तपाईँ हजुरको सबैको परिचित त मुखिया र उहाँको चम्चा। सर्वप्रथम दुवैजनालाई यहाँ स्वागत गर्दै मुखियाज्यूलाई यो जुन चाहिँ गोर्खाली चलचित्र साँडेको अहिलेसम्मको गतिविधि कस्तो के खालको, कहाँ कस्तो के छ, साँडे चलचित्रमा पछाडि जुन चाहिँ गोर्खे सलाम प्रोडक्सनको प्रोजेक्टहरू के कस्तो छ र भोलिको दिनमा ब्यानरपट्टिबाट कस्तो के छ र आफ्नो सोचाइहरू कलाकारिता क्षेत्रमा के कस्तो गर्ने विचार छ, त्यो सबै कुराहरू दर्शक सामु सुनाइदिन हामी अनुरोध गर्दछौँ। मेरो पट्टिबाट उत्तर चम्चाले दिन्छ र मुखियाको उहाँले आफ्नो चम्चालाई अर्डर दिइसक्नु भएको छ र चम्चातिरै हामी जान्छौँ। मुखियाको अनुरोध अनुसार वा अर्डर अनुसार साँडे चलचित्रमा तपाईँहरूले नै भन्नुभएको थियो जे चलचित्र सकेपछि मुखियाको बिहे गरिन्छ। के बिहे गर्नुभयो मुखियाले? मुखियाको बिहे गराइएको छ, मुखियाले पनि भेटिएको छ। अधिक जानकारीको लागि मुखियाको फेसबुक प्रोफाइल हेर्न सक्नुहुन्छ, मुखियाले पनि भेट्नुहुन्छ। भनेपछि साँडे चलचित्रको कुराहरू वास्तव हुँदै जाँदैछ। वास्तवै भएको छ। हामीलाई मुखियाको खाँचो थियो, मुखिनेको खाँचो पुरा भएको छ। भोलिको दिनमा फेरि। तर मुखिनेको खाँचो त पुरा भयो, अचेल मुखिया र भेट्नै जोडिएको छ। भनेपछि बिहे पछाडि मुखिया बदले पुरै बदले। अब साँडे 2 मा कसरी आउँछ तपाईँहरू साँडे 2 मा हेर्न सक्नुहुन्छ। के भन्नुले भन्ने कुरा साँचो? मुखिया बदलेको छैन कि, मुखियाले समय मिलाउन सकेको छैन। समय अगाडि पनि तपाईँको त्यति नै व्यस्तता थियो, तपाईँले मिलाउनुहुन्थ्यो भनेको हामीले जान्न पायौँ। तर बिहे पछाडि तपाईँले किन समय मिलाउन सक्नु भएन? घडी 24 घन्टै समय दिन्छ दिनमा, त 24 घन्टा समय चाहिँ वितरण धेरै जग्गा गर्नु पर्दैछ। वितरण गर्ने ठाउँ बढेको छ, त्यही कारणले समय कम्ती पर्यो। भनेपछि बिहे गरेपछि तपाईँलाई समस्या भयो, समय पाउनु भएन। समस्या होइन, समस्या भयो। भनेपछि मतलब बिहे गरेपछि चाहिँ तपाईँले समय निकाल्न सक्नु भएन? नसकेको होइन, एक्चुअली भन्न जाँदाखेरि अलिकति त्यसलाई शिथिल पार्न सकेको छुइनँ। अब बानी लाग्छ भन्छन्, बानी लाग्छ होला। लगभग 1-1.5 महिना पार भइसक्यो। बानी लाग्नलाई यसै कति भन्दै जाँदाखेरि 22 दिन हो लगातार। 22 दिन त पार भयो, अझै पनि नलागेको बानी अब कहिले लाग्ला? अब जहिले लाग्छ त्यो देखा जान्छ। चलचित्र साँडे सुटिङ गरेको क्रममा सुटिङ गर्दाखेरि पहिलो तपाईँको पनि चलचित्रमा पहिलो एक्टिङ भनौँ, पहिलो कार्य भनौँ, कस्तो खालको लागेको थियो? तपाईँले के आशा गर्नुभएको थियो जे अहिले जस्तो अवस्था छ साँडे त्यतिको हुन्छ भन्ने एउटा आशा थियो कि? सर्वप्रथम त सुट गर्दा त पहिला त कुरो र जुको जोड लागेको थियो। पछाडि चाहिँ अलिक राम्रै पनि लाग्यो। अनि सिनेमा
निस्किसकेपछि त झनै दुरुस्तै राम्रो लाग्यो। अब पहिला चाहिँ साँडे भन्दाखेरि के को साँडे हुन्छ भने थाहा थिएन, अलिकति शङ्का थियो। साँडे भन्दाखेरि भरे बाछो पो निस्किन्छ कि भन्ने जस्तो लागेको थियो। तर अन्तिममा चाहिँ गएर एकदम साँडे नै निक्ल्यो र त्यो खुल्ला छोडेको साँडे भयो। जहाँ पनि पुग्यो, जुनै ठाउँमा पनि पुग्यो, सबैले मन पनि पराए, माया पनि गरे। सुटिङको क्रममा सबसे भन्दा धेरै कुनै एउटा स्मृति रहेको, कुनै एउटा ठाउँलाई सम्झेको, कुनै घटना याद गर्न चाहनुहुन्छ नि, कुन चाहिँ घटना त्यस्तो खालको तपाईँको मनमा झलक्कै आउँछ? सुटिङ गर्ने क्रममा घटनाहरू भन्न जाँदाखेरि भाले काटेको आउँछ, सुटिङमा टाइममै आउनु धेरै कुराहरू आउँछ। के भन्दाखेरि सर्वप्रथम त अब समयको अलिकति अकाल हुन्थ्यो। पहिलो गएर गाली खाइन्थ्यो हो डाइरेक्टरको, किन यति बज्यो भनेर। 1:30 बजी समय दिएको, मान्छे पुगिन्थ्यो 2-2:30 बजी जाँदा जाँदै। र अरू एक्सपिरियन्स भन्दाखेरि थिए अब 2-4वटा एक्सपिरियन्स। जस्तै सर्वप्रथम त अब पहिला लागेको भनेको डर पनि लागेको थियो, अभिज्ञता थिएन। जब क्यामेरामा हेरेर बोल्ने कुराहरू, अब एक्टिङ गर्ने, जब एक्टिङ भन्ने बित्तिकै मनमा के आउँछ भने त्यसलाई अब हामीले बनावटी तरिकाले भन्नुपर्छ कि भन्ने जस्तो हुन्थ्यो। अब होइन, आफ्नो जुन चाहिँ एउटा पर्सनालिटी छ, जुन एउटा आफ्नो कुरा राख्ने एउटा प्रोसेस छ, त्यो प्रोसेसमा होइन र अलिक भिन्नै पाराले भन्नुपर्छ भन्ने एउटा हुन्थ्यो। त्यो एउटा कतै शङ्काहरू थियो। ती सब कुराहरू पनि सिकियो। त्यो पनि एउटा एक्सपिरियन्स हो, राम्रो अभिज्ञता एउटा हो। र अर्को कुरो भन्न जाँदाखेरि एक्टिङको एउटा सुट थियो हामीहरूको। त्यो एकछिन भन्ने हो कि होइन, त्यो एकछिन होइन, त्यो के अरे हाम्रो कहाँको थियो? लालचिया खाएको लालचिया खाएको सिन थियो। त्यहाँ मासु भनेर न्युटेला र आलु चाहिँ जोड खाए भनेपछि त्यही पनि त रिटेक थिएन। रिटेक अब रिटेक हुन्छ, खानै पर्यो न्युटेला अनि आलु थियो। 2-3 पिस थियो त, 2-3 पिस थियो। अब यिनीहरूको खुवाइ जस्तो छ, त्यो त पहिले टिपिहाले। आफू त न्युटेला र आलुमा पर्यो। भनेपछि त्यो दिन न्युटेला खुवाइ भयो। न्युटेला खुवाइ भयो, प्रोटिन जथेष्ट भेट्यो। भनेपछि जुन हामीले पर्दामा देख्न पायौँ, तपाईँले त लालचिया भन्नुभयो, र त्यहाँ चाहिँ सेवन पदार्थ थियो, त्यो र मासु थिएन, दुवै नै नक्कली थियो। नक्कली थियो, नक्कली थियो। त्यो दिन त्यो अरिजिनल खाएको भए त एक्टिङ दुरुस्तै हुन्थ्यो नि त। अर्को एउटा जुन चाहिँ अफवाह भनौँ रिमर्स फैलिरहेछ कि 2019बाट 24 पनि लागेको साँडेको जुन चाहिँ सुटिङ हो, तपाईँले गर्दा ढिलो भएको हो भनेर तपाईँले समय नदिन नसक्नु पुरा। त्यो चाहिँ म भन्छु हो, टाइममै आउनु नदियो। 2 बजी बोलाउँदा 4 बजी फोन गरेको गरे होइन, 4 बजी बोलाउँदा म मान्छु सुटिङको बेला चाहिँ अलिकति ढिलो भयो होला। 1 बजी राखेको सेड्युलमा 3 बज्यो होला। तर 2019बाट चाहिँ 2024 चाहिँ पुऱ्याएको चाहिँ होइन मैले। त्यो अफवाह चाहिँ अफवाह हो। भनेपछि हाम्रा दर्शकहरूले जुन चाहिँ सुनिरहेछन् त्यो अफवाह हो। उहाँले गर्दा चाहिँ 5 वर्ष लागेको होइन। होइन होइन, अरू के अफवाह सुन्नु भयो त? भनेपछि त्यो एउटा जुन लालचिया खाएको पनि त्यो नक्कली भइहाल्यो एकदम। अर्को यो समय लागेको नि तपाईँले होइन। त्यस पछाडि जुन चाहिँ त्यो भाले काटेको थियो, त्यो पनि साँच्चै थियो कि साँचो थिएन कि? भाले त काटेको थियो नि त। अनि भाले काटेर पकाएर खाएर जुन राति समातेर फिल्मको सुटिङको क्रममा भाले काटेर खाइएको थियो, त्यो खाँदाखेरिको सिनहरू पनि साँचो भाले काटेर खाइएको थियो। हजुर, भालेले त बोल्छ नि त सिनेमामा, देखिएकै छ त। भाले त उडेको भाले चाहिँ तपाईँको दुईटा चम्चा थिए, ती दुवै चम्चा मध्येमा एकजना यहाँ तपाईँको सामुमै छन्। अहिले पनि कुनै एउटा अर्डर दिनु पर्दाखेरि चम्चालाई केही अर्डर सुझाव आज अहिलेको समयमा केही दिन खोज्दाखेरि के छ? चम्चा नि डाडु हुन् भनेपछि किन चाहिँ चम्चा होइन? डाडु हुने त अनि चम्चा कसलाई भनिन्छ? जुन चाहिँ कम्ती उगिन्छ त्यो वस्तुलाई अनुसरण गर्छन् पछाडि, तिनीहरूलाई चम्चा भनिन्छ। यिनीहरू त अङ्गालोमा लिएर हिँड्ने व्यक्ति हो नि त। मैले जति म छु
उनीहरू पनि त्यति नै छन्। भनेपछि चम्चा तिर हामी अब लाग्छ। अर्का चम्चा त एसिस्टेन्ट डाइरेक्टर थिए, बेला बेला गाली नै गर्थे अफ स्क्रिनमा। चम्चाको सुटिङको क्रममा तपाईँलाई भानु जुन चाहिँ बिर्खे जङ्गे नामक चम्चा थिए, ती चम्चाको कुनै एउटा सिन, कुन चाहिँ सिन तपाईँलाई एकदम मन परेको? जङ्गेको सिन भन्दा धेरै जस्तो समयमा एउटा साइलेन्ट मेनरमै बस्ने खालको एउटा क्यारेक्टर थियो। त्यो जति पनि छन् डाइलगहरू सबै एक खालको राम्रो छन्, एउटा कतै न कतै कमेडी भाइब एउटा दिन्छ। सबै नै मलाई मन परेको छ। जनताले एकदमै रुचाएको चाहिँ त्यो एउटा जुन चाहिँ तपाईँको तालुमा झिँगा भन्ने एउटा डाइलग थियो, त्यो डाइलग चाहिँ धेरैले त्यो पनि रुचायो। त्यो टाइमिङ पुरा मिलेको छ त्यो सिनेमामा। तालुमा झिँगा भनेको त्यो एक्चुअली धेरै फेमस चाहिँ किन भयो जस्तो लाग्छ भन्दाखेरि त्यो उसमा पनि हालिएको थियो, ट्रेलरमा पनि हालिएको थियो र दर्शकहरूले त्यो वस्तुलाई चाहिँ नोटिस गरिरहेको थियो कि माने यो झिँगा चाहिँ कतिखेर भन्छ र किन भन्दैछ। सस्पेन्स एउटा थियो त्यो सिनमा र त्यो सिनले अलिक एटेन्सन एउटा पायो अब पब्लिकको। त्यसो भए अब तपाईँकै चेलासँग कुराकानी गर्छौँ। चेलालाई मुखियाको जुन चाहिँ एक्टिङ थियो, मुखियाको एक्टिङमा चाहिँ कुन चाहिँ एक्टिङ तपाईँलाई एकदमै मन परेको? मलाई चाहिँ एक्टिङ भन्दाखेरि त्यो मिटिङको सिन चाहिँ एकदमै राम्रो लागिरहेको थियो। त्यो जुन चाहिँ एकदम राम्रो लागिरहेको थियो। त्यो के साँच्चै रिसमै हान्नुभएको थियो? मैले त सुने पछाडि एग्रेसनमा त्यसरी हान्दाखेरि औँलामा कहाँ चोट पनि लागेको थियो अरे। त्यो हान्दाखेरि त्यो एकखेप मात्रै होइन, त धेरै खेपै हान्नु परेन। हामीले पनि सुन्न पाएको थियौँ। मेरो यो हानेको थियो भने यो औँलो फुलेको थियो त, मैले सोचेँ फ्र्याक्चर भयो होला भनेर, तर सायद भएको थिएन होला। 2-3 दिनमा आफै पनि ठिक भयो, निलो भएको थियो। तर अर्को कुरो दुःख लाग्दो कुरो के भयो भने नि त्यो दिन त्यहीँको भाइ एकजना थियो। त्यो त्यहीँको भाइ थियो। अब पछाडिपट्टि अब हामीले पनि अब मान्छे जमघट एउटा देखाउनु पर्यो, मुखियाको पछि एउटा पावर सिम्बल पनि हुन्छ भनेर राखियो। त्यो जतिखेप म टेबल कुर्छु त्यो भाइ त्यतिखेप खिचिति हाँस्छ पुरा हाँसी गरे, फुटेज खतम। अब यता कुटेको छ नि त पछाडि हाँसिरहेको। रिटेक कहानी त्यो रिटेक गरेर सबै फुटेज त जम्मा गरियो नि त, भरे एडिटिङमा बस्दाखेरि भएन, क्यान्सल फुटेज सब। अनि सब यता कुनाबाट त्यो भाइले जति काट्न सक्यो उता कुनाबाट उठाएका फुटेजहरू मात्रै युज गरिएका छ म्याक्सिमम। पछाडि अनि के अरे प्रमोसनमा जाँदा त्यो मान्छेलाई भेटेर अँगालो मारेर फोटो हालेको थियो ग्रुपमा। भनेपछि निकासीतिर एउटा हल्ला त थियो जे मुखियाले हात भाँचे भनेर, त्यो कुरो साँचो हो? भाँचे होइन, त्यो दिन टेबल भाँच्ने तर्खरमा चाहिँ थिएँ म, तर भाँचिएन भाँच्न चाहिँ। अनि अन्तिममा गएर त्यो जुन चाहिँ सुटिङ पछाडिको फिल्मको पछाडिको बिहामा पनि ती अमलाहरूमा औँठी पसेनन् भन्ने पनि एउटा कुराहरू होला चल्यो थियो। जतिखेर तपाईँले टेबलमा हान्नुभयो अमला सुन्निए भन्ने कुराहरू थिए, त्यो कुरा साँचा हो? त्यो कुरा साँचा हो। भनेपछि औँठी पसेन? औँठी पसेको थिएन। त्यो दिन बिहामा स्वयंवरमा तलबाट आगो बालेर यो सुनलाई पखालेर छिराएको यसलाई। अहिले ठिक भयो कि भएन? अब त यो फिटिङ छ नि, यो निक्लिँदैन। चोर्छु भनौँ न, कसैले औँला काटेर लानुपर्छ। साँडे चलचित्रमा एक्टिङ साथसाथै गीतहरू पनि लेख्नुभयो, शब्दहरू हाल्नुभयो। त्यो चलचित्रमा जुन चाहिँ गीतहरू थिए, जुन चाहिँ 3टै गीत, लगभग 3वटै गीतको शब्दहरू तपाईँको हुन्। 3वटा मध्येमा कुन चाहिँ तपाईँलाई एकदम मन लेखाएर कस्तो समयमा कतिखेर लेखेका गीतहरू? हामीले सुन्न धेरै कुराहरू सुन्न पाइरहेछौँ, हो त्यो कुराहरू साँचो हुनु होइन। 3वटै गीत कुन बेलामा कसरी लेखिएको? अब कुन चाहिँ सुन्नु भएको नि, अब तिमीतिरै के अब त्यस्तै सिचुएसन भन्दाखेरि अब त्यस्तो सिचुएसन त्यस्तो थिएन। अब हेर्नुलाई कसलाई हेर्नु र तिमीतिरै नजर जान थालो भन्दा त्यहाँ अब सिचुएसन हेर्दाखेरि त अर्कै छ, तर त्यो सिचुएसन चाहिँ त्यस्तो भएको थिएन। फिल चाहिँ गरिरहेको थियो। अब कुनै वस्तुलाई लेख्दाखेरि अब फिल गरेर लेख्नु पर्यो। हामीहरूको त्यतापट्टि तपाईँहरूको त्यो उतातिर हल्ला छ, सुनेको छौँ। हल्ला भिजाउने भानुले जब गान लेख्छन् राति 3 बजीबाट सुरु गर्छन् भनेको सुन्छ, के यो कुरो साँचो हो? अब लेख्दाखेरि चाहिँ कस्तो हुन्छ भने नि त, अब कुनै एउटा लेख्नु बस्यो भने आउँदैन,
अब 3 बजी राति चाहिँ ट्याक्कै आउँछ कसरी त्यो? अब 3 बजी राति ठिक्क मोबाइल हेर्दा हेर्दा मोबाइल स्विच अफ भएको हुन्छ अनि मोबाइल हेर्ने टाइम हुँदैन अनि चाहिँ आउँछ। अनि निन्द्रा पनि हराउँछ त्यति टाइममा अनि मोबाइल हेर्दा हेर्दा अब मोबाइल स्विच अफ हुन्छ निन्द्रा पनि हराउँछ अनि शान्ति पनि हुन्छ हल्ला सल्ला केही छैन अनि शान्ति भएपछि चाहिँ अनि शब्दहरू आफै आउनु थाल्छ अनि यसो आँखा बन्द गर भने शब्दहरू आफै आएर जोडिँदै जोडिँदै जान थाल्छ। उहाँको एउटा कुरो चाहिँ भन्छु, उहाँ यसपालिको जुन चाहिँ गोर्खा सलामको नेक्स्ट प्रोजेक्ट छ उहाँ नाच्नु पनि हुन्छ यसपालि, उहाँको नाचेको पनि माने आउनेछ। भनेपछि किन भन्दाखेरि उहाँ खास गरी आजकल बिहा बारमा गएर धेरै प्र्याक्टिस गर्नु हुँदैछ नाच्ने कि त्यो त हामीले सोसियल मिडियामा देखिरहेको छौँ। बिहे बारमा प्र्याक्टिस त होइन अब मुखियाकै बिहे त मुखियाको बिहेमा यसो होइन मुखियाको बिहेमा नाच्नु भएन तपाईँ, अरू कोही बिहेमा जोड नाचेको देखेँ मैले। मुखियाको बिहे मात्रै नभएर सानो घरको चुले पूजामा घरको सत्यनारायण पूजामा पनि तपाईँ नाचिरहेको हामीले देख्न पाएको छौँ। हल्ला छ बाहिर हुँदै त्यो कुरा अब त्यो त साँचो अब हो। के अरे भन्छ भित्रको पीडालाई लुकाउनुलाई बाहिर हाँसेर रमाएर हिँड्नुपर्छ भन्छ नि, त्यही भएको छ अहिले। अनि अब यसो हल्का गाना साना बज्यो भने साथीहरू हुन्छ, भनेपछि साथीहरू तानेर नचाइहाल्छ अब गान अहिले त कस्तो भएको छ भने गान बज्ने बित्तिकै खुट्टा आफै यसो यसो हल्लिनु थाल्छ अनि गान बज्ने साथ अब कुन चाहिँले यसरी एकबार तानोस् तानोस् भन्ने हुन्छ कि एकबार चाहिँ कसैले तानो भने अब नाच्नु थालिन्छ। भनेपछि भानु लामाको भित्र नाच गान गीत कविता डाइलग मुक्तक यी सबहरू साथसाथै अब नाच्नु त नाचिन्छ, राम्रो हुन्छ कि हुँदैन त्यो त के थाहा। गीतबाट कविता सविता यिनीहरू पनि छन् कि छैन? कविता चाहिँ छ सविता चाहिँ छैन। हामीले तर यत्रो दिन भइसकेपछि कविता पछाडि सविता नै हुनुपर्ने हो होइन, त्यस्तो त केही छैन। अब जति वर्तमान जानिन्छ गरिन्छ। अब यही साँडेको लागि पनि के गरिएन, सबथोक गरियो, साँडे भात पनि चलचित्रमा पकाइयो। साँडे चलचित्र पछाडि मुखियाले बिहा गर्नुभयो। अब चम्चाको पालो, चम्चाको बिहे कहिले हुँदैछ? वर्तमान जीवन कस्तो छ? सिङ्गल हो कि या तपाईँ कतै इङ्गेज हुनुहुन्छ? अब बिहेको बारेमा त्यस्तो सोचिएको पनि छैन। अब मुखियाको भइहाल्यो, मुखिया नि भेटिहाल्यो। अब मुखियाले कतै खोजेर गराइदियो भने ठिकै हो, नभए यत्तिकै जिन्दगी जान्छ। मुखियाकै भरमा हुनुहुन्छ भनेपछि तिमी चाहिँ अहिले सिङ्गल छौ? पुरा सिङ्गल नि, पुरा सिङ्गल। म रिसाउने मान्छे कोही छैन? छैन, रिसाउने पनि छैन, सोध्ने पनि छैन। बोल्दै नाचाइ भन्दा हुन्छ होला नि त फेरि। भिडियो हेरेर भोलि तल कमेन्टमा साँचो कुराहरू फेरि पर्दाफास नहोस्, तपाईँ सोचेर कोही छैन, त्यस्तो कोही छैन। बरु कोही हुनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला। उहाँ एकजना योग्यतम सबै कलाले प्रार्थी एकजना हुनुहुन्छ र कृपया कोही पनि इच्छुक के चाहिँ भएन अरे पर्दैन हो? अहिले चाहिँ भनेन मलाई, भएर फेरि यस्तो लाइन भयो भने म कसलाई रिप्लाई दिनु? होइन, हामी इन्टरभ्यू लिन्छौँ यसरी नै। अब यहाँ फेरि हल बुक गरिदिनु, हामी अडिसन लिन्छौँ, स्वयंवर हामी अडिसन भन्छौँ त्यसलाई। साँडे पछाडि अहिले जुन बिचको एकदमै शान्ति माहौल छ, यो कतै पनि केही भएको छैन। यो समयमा मुखियाको चम्चाले होस् या बिर्खे के गर्दैछ त? कहाँ के कस्तो? बिर्खेको कि मेरो? तिम्रो चाहिँ? मेरो म त अहिले एकदम बिन्दास छु, केही छैन काम। अब कसैले मलाई के कोही बेला फोन गरेर सोधेर के गर्दैछ भन भने पनि अघि भर्खर उठेको, भात खाएँ, सुतेँ, फेरि खायो, अब फेरि सुत्छु भन्ने खालको हो, त्यस्तो भएको छ। अहिले काम चाहिँ केही पनि छैन। अब यसै अब फेरि राई दाको त्यो झमेला आउँदैछ अरे, अनि त्यसको लागि एउटा गाना भन्नुभएको थियो, त्यो गाना रेडी गर्दैछु। गाना त अब तपाईँको 3:30 बजीको राति 3:30 बजी नै आउँछ। अब दिउँसो त आउँदैन, दिउँसो आउने माहौलै छैन नि त। अब कता हिँड्यो, कता यस्तै कता गयो कामहरू। अहिले फेरि समयमा सुन्न पाइरहेको छु, जति पनि लोकल एरियामा जति पनि व्यवहार हुँदैछन् सबैको घरमा काम गर्न होस्, बेरा पार्न होस् या यति यसरी कामको लागि पनि सिमेन्ट मुस्न होस्, ती सबै काममा भानु पुगिएर त्यो सघाइरहेका छन् भन्ने सुनेको। त्यो कुरो साँचो हो? 100% साँचो। मेरो चाहिँ के बानी छैन, कसैले ओइ आइज भनेपछि नाइ भन्न आउँदैन। अब नाइ नआएपछि जानै पर्यो, अनि गर्दैछु अब समाज सेवा गरेको। कति दिन
यसरी चल्छ जिन्दगी, कति दिन अर्को घरमा गएर काम, उहाँहरूलाई कहिले बोलाउने आफ्नो घरमा काम गर्नु? अब भगवान छन्, भगवानले हेरिरहेको छ, कतै त होला नि, समय आउला, समयमा लगभग भन्नु जाँदाखेरि 1 वर्ष 2 वर्ष 1.5 वर्ष अब त्यो त भन्न सकिँदैन, कुन समयमा कतिखेर टाइम आउँछ त्यो कसरी भन्नु होइन? पोहोरसम्म हामीले सुन्न पाएका थियौँ जिम्मा आमा बाबामाथि छोडिदिएको भनेर, अब अहिले भगवानमाथि छोडिदिएको। आमा बाउले पनि नलिएपछि भगवानमाथि छोड्नु पर्छ। त्यस्तै भएको छ। हामी हुँदा हुँदै यत्रो किन यस्तो? होइन त्यति साह्रो बिहेको लागि पनि त्यति साह्रो त छैन, बिहे त अब भइहाल्छ नि समयमा। तपाईँलाई थाहा छ कि छैन, अहिले यसरी भएन भने विभिन्न वेबसाइटहरू छन्, विभिन्न एपहरू छन् बिहेको लागि जोडी बाँध्ने, जस्तो कि शादी.com भन्ने पनि एउटा एप छ, तपाईँ त्यसको माध्यमबाट पनि जानु सक्नुहुन्छ। अगर वास्तविक जीवनमा कसैमाथि पनि विश्वास छैन भने, होइन त्यत्रो उतो पनि छैन र भए पनि छ 1-2 जना मन अब भन्नु नसकेको, त्यही हिसाबले मैले एउटा कविता पनि लेखिरहेको थिएँ। लो त्यो कविता चाहिँ हामी सुन्न पाऊँ। र यो विशेष गरी यो कविता चाहिँ उहाँलाई, जसलाई चाहिँ भानुले फेस टु फेस गएर भन्न सकेका छैनन्, फेस टु फेस गएर उहाँहरूलाई आफ्नो मनको पीडा पोख्न सकेको छैन, उहाँहरूको लागि यो कविता पस्किँदैछन्, सुनाइदिनु होला। तर के भन्छ, कविता चाहिँ पुरा भएको छैन, आधीमै छ। 4 लाइन भए पनि सुनाइदिनु होला। फिल आउनु पर्यो नि त, सुनाइदियो मुखियाजी। मुखियाजीको अब आदेश कहाँबाट सुरु? कसरी भनौँ तिमीलाई मनको कुरा, सुन्नु होला एक बेर। वा त भन्नु, वाह वाह, अरू पढौँ न अनि भन्नु नि। पहिले वाह वाह भन्नु भने मिल्दैन। कसरी भनौँ तिमीलाई मनको कुरा, तिमी छेउमा आउँदा मैले भन्नु खोजेको शब्दहरू अचानक अड्किन्छ मुखमा आएर, जसरी खोलाको धारिलो धारालाई छेक्छ कुनै बाँधले। वाह वाह वाह, साम्राङ बाँधले हुन्छ। तिमीलाई देख्दा, तिमीलाई देखेपछि धकधक गर्दै धड्किने मेरो मुटुको रफ्तार अचानक धडक धक धडक धक धडक धकमा बदलिन्छ। यो त अति नै भयो। तिमीलाई देखेपछि धकधक गर्दै धड्किने मेरो मुटुको रफ्तार धडक धक धडक धक धडक धकमा बदलिन्छ, अनि म निशब्द निमात निरन्तर एकहोरो एकटक हेरिरहन्छु तिमीलाई। वाह वाह, आवाज त कतै तिमीलाई पनि भएको होला, जब झुक्किएर जानी नजानी हेर्थ्यौ मतिर, मुखले भन्नु नसकेको कुरा भनिरहेको हुन्थ्यो मेरो यी 2 आँखाले। यति नै छ, अब यसलाई पुरा गर्नु बाँकी छ, अलि आएको चाहिँ। तपाईँको यस्तो धारिलो कुराले पनि अगर उहाँको मन छोएन भने त्यो मन पक्कै पनि सिमेन्टको हुनुपर्छ, त्यो ढुङ्गाको हुनुपर्छ। सिमेन्ट र त्यो ड्रामको कुरा चाहिँ ननिकाल्नु मैले। के सिमेन्ट अरे त्यो? अम्बुजा सिमेन्टको हुनुपर्छ। र दर्शकबिन, आज साँडेका 2 कलाकार बिच हामीले यिनै कुराकानी गऱ्यौँ। त्यो समयबाट अहिलेको समयसम्म यस्तै खालको परिस्थितिमा उहाँहरू हुनुहुन्छ। एउटा सानो हाँसी मजाक गर्ने क्रममा हामीले उहाँहरूसँग कुराकानी गरौँ। ल, धन्यवाद।